आजको भिडियोमा हाम्रो कक्षा 12 को नेपाली किताबको पाठ 1 आमाको सपना भन्ने कविताबाट यस कविताको समरी लिएर आएको छु। कृपया अन्तिमसम्म बनिराख्नु होला। ल अब सुरु गरौँ है त साथीहरू। आमाको सपना। यस कवितामा एउटा सामान्य आमा र छोराको सम्बन्धबाट हाम्रो देश नेपालमा चलिरहेको तमाम राजनीतिक, मनोवैज्ञानिक, सामाजिक अथवा लगायत स्वाभिमान र देशभक्तको भावनाहरूको विस्तृत रूपमा खण्डन गर्न खोजिएको छ। जहाँ आमा एक सामान्य घर परिवारको एक श्रीमती मान्छे मात्र नभएर हामी सम्पूर्ण नेपाली जनताको एक मात्र नेपाल आमा अर्थात् नेपाली भूमिको जननी हुनुहुन्छ भने छोरा भनेको चाहिँ उक्त सामान्य घरको एक पुत्र मात्र नभएर हामी सम्पूर्ण यस नेपाली धरतीमा अवस्थित वर्तमान हामी नेपाली जनताहरू नेपालको सन्ततिहरू हौ। सुरुमा चाहिँ हामीले यसरी बुझ्नुपर्छ है त साथीहरू। अनि यसपछि हामी नेपाली जनताहरूलाई मात्रै नभएर सारा विश्वलाई नै थाहा भएको कुरा यो हो कि नेपाल देश र नेपाली जनताहरू विश्वमा नै कति धेरै उच्च छवि र उच्च ख्याति प्राप्त गरेका छन् भनेर। हाम्रा वीर पुर्खाहरूले रचेको ती इतिहास, उनीहरूको स्वाभिमानप्रति विश्व जगतले नै घुट्ना टेकेर सलाम ठोकेको थियो। उनीहरूको बहादुरी, वीरता, गौरवगाथा, मेलमिलाप र एकताको चर्चा हर जग्गा गुन्जिरहन्थ्यो। तर वर्तमान समयसम्म आइपुग्दाखेरि खै त त्यो वर्तमान समयसम्म आइपुग्दाखेरि हाम्रो त्यो नेपाली जनताहरूमा वा नेपाल आमाको हालका वर्तमान समयका सन्ततिहरूमा त्यो स्वाभिमानता, देशभक्ति, एकता र मेलमिलाप देखिन छोड्यो, जुन चिज चाहिँ हाम्रो पूर्व सन्तति अर्थात् हाम्रा वीर पुर्खाहरूमा देखिन्थ्यो। वर्तमान पिँढीका सन्ततिहरू आजभोलि आफू बीच लड्नमा व्यस्त छन् है। एक घरकै दुईवटा भाइहरू लडिरहेका छन् अनि अर्को घरको चाहिँ मान्छेहरूले चाहिँ रमिता बनाएर उक्त दृश्यहरूलाई चाहिँ हेरिरहेका छन्। हाम्रो यो देशभित्रकै आन्तरिक अवस्थामा एकरूपता नहुँदा देशभित्रकै भाइहरू एक आपसमा लडिराख्दाखेरि अनि त्यसपछि भ्रष्टाचार, अन्याय, हत्या, हिंसा, काटमार, शोषण, दमन, वर्गीय विभेद, राजनीतिक अस्थिरता जस्ता यस्तै थुप्रै तमाम नकारात्मक तत्त्वहरूको जङ्गोलमा आज देश मुसिदा बैरीहरूलाई चाहिँ हाम्रो दुश्मनहरूलाई दिन प्रतिदिन नेपाल आमाको यो कोमल, निश्चल, अटल र अतुट भूमिमा आँखा लगाउन र आक्रमण गर्न अनि हस्तक्षेप गर्नको लागि चाहिँ उनीहरूलाई चाहिँ एउटा प्रोत्साहन मिलिरहेको छ। बैरीहरू हमेसा हाम्रो नेपाली भूमिमा चाहिँ कतिखेर अट्याक गर्ने भनेर चाहिँ हामी एउटा मौकाको तलासमा छन्, खोजी गरिरहेको छन्। तर हामी नेपाली भने चाहिँ हामीहरू एकअर्काको खुट्टा तान्न, एकअर्कालाई गिराउनमा चाहिँ व्यस्त छौँ। अझ यति मात्रै नभएर हाम्रो कतिपय नेपालीहरू त यति धेरै भ्रष्ट भइसकेका छन् कि बाह्य देश र बैरीहरूले बाहिर मान्छेहरूले देखाएको, अरूको देशको मान्छेहरूले देखाएको प्रलोभनमा परेर है अनि उनीहरूले फ्याँकेको दाना खाएर माटिसकेका छन्। उनीहरूले दिन प्रतिदिन हाम्रो नेपाल आमाको कोखमा लात हान्न खोजिरहेका छन् र लात हानिरहेका छन् पनि। उनीहरूले नेपाली भूमिलाई बैरीका सामु सुम्पनै आँटेका छन्। हाम्रो नेपाली आमाको कोखलाई अरूको सामु, हाम्रो नेपाली भूमिलाई दुश्मनको सामु सुम्पनै आँटेका छन्। तर नेपाल आमाले मेरै कोखबाट जन्म लिएको सन्तान आज यसरी गद्दार र कुलङ्गार निस्केला भनेर कल्पना समेत पनि गर्नुभएको थिएन। जब हामी वर्तमान पिँढी, हामी हालसालका पिँढीहरू हाम्रो नेपाल आमाको कोखमा जन्म लिएर हामीहरू उहाँको कोखमा खेलिरहेका थियौँ अनि त्यसपछि उहाँले चाहिँ नेपाल आमाले चाहिँ हाम्रो तोटे बोलीमा, हिस्सी परेको हाँसोमा है, हाम्रो कलिलो अनुहारमा हाम्रो देशले चाहिएको एउटा ठुलो परिवर्तन, सकारात्मक नेतृत्व र प्रगतिशीलताको सपना आमाले आफ्नो यौवनभरि सजाएर राख्नुभएको थियो। आमाले एउटा सपना देख्नुभएको थियो। तर त्यो परिवर्तन ल्याउने हामी नै होला भन्ने ठान्नुभएको थियो। तर त्यो हामीले उहाँलाई दिन सकेनौँ। हामीले त्यो आमाको सपना साकार पार्न सकेनौँ। हामीले आमाको सपना तोडिदियो। त्यो चाहिँ हामीहरूको वर्तमान सन्ततिबाट सम्भव भएन। उहाँले अब हामीहरूबाट आशा नै देख्न छोड्नुभयो। तर उहाँले आशा राख्नुभएका र सपनासरी सजाउन भएका यी सबै कुराहरू हामीले उहाँले दिन सकेनौँ। जुन परिवर्तन अहिलेको समयमा चाहिँ हाम्रो देशले चाहिएको थियो, त्यो परिवर्तनको चाहिँ मधुर धुनले हामी वर्तमान पुस्तालाई चाहिँ बाँसुरीसरी बजाउन सकेनछ। तर नेपाल आमालाई अझ पनि यति धेरै दृढ विश्वास छ कि यो मेरो देशले चाहिएको परिवर्तन, क्रान्ति एक दिन अवश्य आउनेछ। म एक सिर्जना शक्तिको मुहान हुँ। तिमीबाट यो सिर्जना सम्भव नभए के भयो त? मेरो अरू पनि थुप्रै सिर्जनाका हातहरू यो सिर्जनाले यो सिर्जना एक दिन गर्नेछ र यो परिवर्तन एक दिन अवश्य आउनेछ। यो आउँदाखेरि सुरुमा त तिमी
यो सपना पो हो कि भनेर सपना अझै छटपटिन्छौ, तर त्यो एउटा हावासरी तिमीलाई उडाएर लैजानेछ र तिमी पाठसरी त्यसलाई चाहिँ पछ्याउनेछौ, किनकि मैले यो कुनै एउटा अल्छी सपना देखेको होइन भनेर हाम्रो नेपाल आमाले दाबी गर्नुभएको छ। र हामीहरूले यो कवितामा जान्नुपर्ने कुरा के भनेको चाहिँ यसमा चाहिँ त्यो आउँछ भनेको चाहिँ के भनेको हो, त्यो भनेको एउटा परिवर्तन हो, एउटा सकारात्मक परिवर्तन, जुन परिवर्तन चाहिँ हाम्रो वर्तमान समयमा हाम्रो देशलाई चाहिराखेको छ र हामीहरूले दिन सकेका छैनौँ है त साथीहरू। र यस्तै उक्त कुराहरू चाहिँ हाम्रो एउटा देशभक्ति कवि, हाम्रो राष्ट्रप्रेमी कवि हाम्रो गोपाल प्रसाद रिमालले चाहिँ उक्त कवितामा एउटा आमा र छोरा, आमालाई चाहिँ एउटा राष्ट्रिय माता, राष्ट्रमाता, राष्ट्रको आमा, र छोरा चाहिँ सम्पूर्ण नेपाली सन्ततिहरूको एउटा रोल दिएर बनाइदिएर हामीहरूले उहाँले चाहिँ आफ्नो भावना कविताको सामु हामीमा पस्कनु भएको छ। र यति भन्ने मैले आजको समरी अन्त्य गरेँ र आशा छ तपाईँहरूलाई चाहिँ यो समरी राम्रो लाग्यो होला। यो समरीले चाहिँ तपाईँहरूलाई चाहिँ इक्जाममा क्वेसन हल गर्नको लागि जसरी पनि सहयोग गर्नेछ। र यदि मन परेको भए च्यानललाई सब्सक्राइब गर्नु होला र च्यानलमा जुदिन नभुलिदिनु होला। यति भन्दै भिडियो बन्द गरेँ। हस्, बाई बाई साथी।